यही लेखहरूको गहिरो विश्लेषण गर्दैछौँ, तर यी कुनै सामान्य लेखहरू होइनन्। यी प्रवीण कुमार चन्दका एकदमै व्यक्तिगत र भावनात्मक अनुभवहरू हुन्, जहाँ उनले आफ्नो जीवन, सङ्घर्ष, परिवार अनि सफलताको अर्थलाई शब्दमा उतारेका छन्। हो, यो कुनै जीवनी पढे जस्तो मात्र होइन, बरु कसैको जीवन यात्राको आइनामा सायद आफ्नै अनुहार हेरे जस्तो हो। बिल्कुल। र यी लेखहरू झनै विशेष छन् किनभने लेखकले आफ्नो जन्मदिन वा बुवाको मुख हेर्ने दिन जस्ता भनौँ न भावनात्मक अवसरहरूमा लेख्नु भएको छ। त्यसले एउटा समयको बहाव देखाउँछ। हो, यसले हामीलाई उहाँको जीवनका घटनाहरूलाई केवल तथ्यको रूपमा होइन, भावनासँग जोडेर हेर्ने मौका दिन्छ। भनेपछि आज हाम्रो लक्ष्य भनेको उहाँको जीवनलाई आकार दिने ती निर्णायक क्षणहरू, ती मूल्य मान्यताहरू र ती सम्बन्धहरूको गहिराईमा पुग्नु हो। र यो कथा कुनै ठूलो सहरबाट सुरु हुँदैन। यो सुरु हुन्छ सल्यानको दमाचौर गाउँ अनि रोल्पाको सालिमे लेक जस्ता ठाउँबाट, जहाँ जीवनको अर्को नाम नै सङ्घर्ष थियो। ओह, आउनुहोस्, त्यही सङ्घर्षको चिसोबाट यो यात्रा सुरु गरौँ। सुरुवाती वर्षहरूको कुरा गर्दा लेखकले आफ्नो बाल्यकालको जुन चित्र कोर्नु भएको छ, त्यो पढ्दा त साँच्चै मन सिरिङ्ग हुन्छ। हुन्छ। खास गरी त्यो 4 महिनाको उमेरको घटना, जब उनीहरू रोल्पाको सालिमे भन्ने ठाउँमा एउटा अस्थायी गोठमा बस्थे। त्यो कुनै घर थिएन, होइन? थिएन, केवल सेतारे भन्ने रुखको स्याउलाले बारेको एउटा छाप्रो मात्रै। त्यो विवरण साँच्चै नै शक्तिशाली छ। यहाँ रोचक के छ भने उहाँले त्यो समयको चिसोलाई केवल एक मौसमको रूपमा वर्णन गर्नुभएको छैन, बरु एउटा भौतिक पीडाको रूपमा सम्झनु भएको छ। बुवाको च्यातिएको कोटमा लपेटिनु अनि आमाले त्यो कलिलो बच्चालाई रुखको फेदमा सुताएर दिनमा 7-8 भारी घाँस काट्नु। यो केवल गरिबीको कथा मात्रै होइन, यो त अस्तित्व रक्षा र अभिभावकको भनौँ अकल्पनीय त्यागको कथा हो, जुन उनको जीवनको पहिलो दिनबाटै सुरु भयो। र त्यो चिसोको प्रभाव कति गहिरो परेको रहेछ भने लेखकले जीवनभर चिसोको एलर्जी रहनुको कारण नै त्यही घटनालाई मान्नु भएको छ। हो त, मानौ त्यो बाल्यकालको कठिनाई उहाँको शरीरमा एउटा भौतिक चिन्ह भनेर बसेको छ। बिल्कुल। यसले के देखाउँछ भने कहिलेकाहीँ यस्ता प्रारम्भिक कठिनाइले व्यक्तिलाई कमजोर बनाउनुको सट्टा जीवनमा स्पष्ट उद्देश्य र गहिरो समानुभूति विकास गर्न मद्दत गर्छ। त्यो सङ्घर्ष त्यतिमै रोकिएन। बिहान 4 बजी उठेर खाली खुट्टा हिउँ जस्तै जमेको तुसारोमा हिँड्दै दाउरा खोज्न जानु, कस्तो कल्पना गर्न पनि गाह्रो। अनि भोक लाग्दा अरूले भुटेको मकैको बास्नाले तान्ने तर माग्न नसक्ने त्यो स्वाभिमान। तर सबैभन्दा मार्मिक त त्यो घटना लाग्यो जब स्कुलबाट फर्केर खानाका लागि लुकाएर राखेको मकैको रोटी र नुन खुर्सानीको चटनी गाईले खाइदिन्छ। अनि उनी भोक मेटाउन अमिलो खाएर बस्न बाध्य हुन्छन्। त्यो एउटा सानो घटना जस्तो देखिए पनि त्यसले बाल मनोविज्ञानमा पार्ने असर निकै गहिरो हुन्छ। हो, त्यसले ससाना कुराहरूको मूल्य कति हुन्छ भन्ने सिकाउँछ। हो नि, आज हामीसँग विकल्पहरू छन्, तर त्यो समयमा त्यो एउटा रोटी नै दिनभरिको सहारा थियो। त्यो गुम्नु भनेको आशा गुम्नु जस्तै हो। यस्तो देखिन्छ कि यिनै अनुभवहरूले उहाँमा अथक लगनशीलता र जे छ त्यसमा सन्तुष्ट हुने भावना जगायो। यस्तो सङ्घर्षपूर्ण बाल्यकालपछि शिक्षा नै सायद एकमात्र उज्यालो बाटो थियो होला। आशाको किरण। र त्यो बाटोमा हिँड्न उहाँलाई बुवाले दिनुभएको साथ साँच्चै प्रेरणादायी छ। दिनको 3 घण्टा पैदल हिँडेर स्कुल जानुपर्ने त्यो यात्रा। अनि त्यसमाथि बुवाको त्यो भनाइ, बाबु म तिम्रो साथ छु, कहिल्यै हार नमान। हो, त्यो भनाइ उहाँको जीवनको मूल मन्त्र नै बन्यो। यहाँ बुवाको भूमिका केवल एक अभिभावकको मात्रै देखिँदैन, उहाँ एक सल्लाहकार, एक साथी जस्तो देखिनुहुन्छ। त्यो पनि कस्तो समयमा जब देशमा द्वन्द्व चलिरहेको थियो। हो, छोराछोरीलाई स्कुल पठाउनु आफैमा एउटा ठूलो जोखिम मोल्नु थियो, तर त्यो परिवारले शिक्षालाई पहिलो प्राथमिकता दियो। लेखकले लेख्नु भएको छ, बुवाको त्यही साथले मलाई आत्मविश्वास र जीवन दृष्टि दियो। यो साधारण वाक्य होइन, यो त उहाँको जीवनको आधारशिला हो। र बुवाको बारेमा लेखिएको लेखमा उहाँले एउटा निकै शक्तिशाली सामाजिक टिप्पणी पनि गर्नुभएको छ।
त्यो सामाजिक सञ्जालको कुरा हैन? हो, उहाँले आफ्नो बुवाको त्यो वास्तविक निस्वार्थ साथलाई आजको सामाजिक सञ्जालको देखावटी माया, मतलब बुवाको मुख हेर्ने दिनमा फोटो पोस्ट गर्ने चलन हो, त्यही चलनसँग तुलना गर्नुभएको छ। यो तुलनाले मलाई निकै गम्भीर बनायो। हो, किनभने यसले परिवर्तन हुँदै गएको पारिवारिक मूल्य मान्यताको ठूलो चित्र देखाउँछ। लेखकले व्यावहारिक मायाको वकालत गरिरहनु भएको छ। व्यावहारिक माया भन्नुको मतलब सामाजिक सञ्जालमा वर्षको एक दिन लभ यु ड्याड लेख्नुभन्दा उहाँको छेउमा बसेर दुःख सुखका कुरा सुन्नु, उहाँको आवश्यकतालाई ध्यान दिनु र वास्तविक जीवनमा साथ दिनु महत्त्वपूर्ण छ। यो केवल उहाँको बुवाको कथा होइन, यो आधुनिक समाजलाई एउटा सन्देश पनि हो। गाउँको त्यो कठोर सङ्घर्षले उहाँलाई बलियो त बनायो, तर के सहरको जीवन साँच्चै सजिलो थियो त? थिएन। नेपालगञ्जको कथा त झनै फरक पो देखिन्छ, होइन र? हो, सहरको सङ्घर्ष फरक प्रकृतिको थियो। यहाँ भौतिक कठिनाइका साथै एक किसिमको पहिचानको सङ्कट र एक्लोपन पनि थियो। उहाँ कम्प्युटर सिक्ने निर्णय गर्नुहुन्छ, जुन त्यो समयको लागि एउटा क्रान्तिकारी कदमै थियो। तर किबोर्डमा पहिलो पटक हात राख्दा उनी डरले झाँक्री झैँ काप्न थाले भनेर लेख्नुहुन्छ। यो झाँक्री झैँ काप्नु भन्ने शब्दले मलाई छोयो। यसले केवल डरलाई मात्रै जनाउँदैन, यसले त्यो समयको प्रविधि र गाउँबाट आएको एक युवक बीचको खाडललाई पनि देखाउँछ। त्यो एउटा अपरिचित संसार थियो जसले उहाँलाई त्रसित बनाएको थियो। बिल्कुल। तर सबैभन्दा सुन्दर कुरा के हो भने जुन कम्प्युटर देखेर उहाँ काप्नु भएको थियो, त्यही कम्प्युटर नै उहाँको जीवनयापनको मुख्य स्रोत बन्यो। हो, यो डरमाथि विजय हासिल गरेको एउटा उत्कृष्ट उदाहरण हो। उहाँले दिनमा 18-20 घण्टा काम गर्नुभयो। एउटै समयमा इन्स्टिच्युटमा पढाउने, पत्रिकामा डिजाइनरको काम गर्ने अनि आफ्नो पढाइलाई पनि अगाडि बढाउने। रात गएर पत्रिकाको अफिसको टेबलमा सुतेर काम गरेको विवरणले उहाँको अदम्य इच्छाशक्तिलाई देखाउँछ। आर्थिक सङ्घर्ष पनि कति चरम थियो। तरकारी किन्ने पैसा नहुँदा भातलाई नै तरकारी सम्झेर खाएको। अनि त्यो स्टोभको पिनको कुरा? हो, खाना पकाउने स्टोभको पिन किन्न पैसा नहुँदा भोकै बसेर रोएको क्षणहरू। यी कुराहरूले सहरको जीवनको त्यो अर्को पाटो देखाउँछ, जुन बाहिरबाट चम्किलो देखिए पनि भित्रपट्टि अँध्यारो हुन्छ। र यो यात्रालाई देशको राजनीतिक परिस्थितिले झनै जटिल बनाइदियो। माओवादी द्वन्द्वको समयमा उहाँलाई 4 दिनसम्म बिना कारण प्रहरी हिरासतमा राखियो। हामीले यो बुझ्नुपर्छ कि त्यो समय यस्तो थियो जब केवल शङ्काको आधारमा जो कोहीलाई पनि पक्राउ गर्न सकिन्थ्यो। हो, र हिरासतमा हुने दुर्व्यवहार सामान्य थियो। त्यसैले यो केवल 4 दिनको हिरासत मात्र थिएन, यो जीवन र मृत्युको बीचको अनिश्चितता थियो। हो, उहाँले लेख्नुभएको छ, एक प्रहरीले चिसोमा पंखा लगाएर आज तिमीहरूको अन्तिम दिन हुन सक्छ भन्दै मानसिक यातना दिएको थियो। कस्तो भयानक! त्यो क्षण सम्झदा पनि कस्तो भयो होला। यसले उहाँको यात्रामा अर्को तहको चुनौती र कहिले नमेटिने मानसिक आघात थप्यो। हो, तर यी सबै चुनौतीहरूको सामना गरेरै उहाँ अगाडि बढ्नुभयो। यी सबै सङ्घर्षपछि उहाँले व्यावसायिक सफलता पनि हासिल गर्नुभयो। रुरल डेभलपमेन्टमा स्नातकोत्तर गर्नुभयो, निजामती सेवामा प्रवेश गर्नुभयो, निर्वाचन आयोगबाट उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित पनि हुनुभयो। हो, अनि कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान सल्याण शाखाको संस्थापक अध्यक्ष बन्नुभयो। यी बाहिरी मान्यताहरूले उहाँको परिश्रमलाई सार्थक बनाएको देखिन्छ। हो, बाहिरी रूपमा हेर्दा यो एउटा सफल व्यक्तिको कथा हो, तर यहाँबाट उहाँको कथाले अर्को रोचक मोड लिन्छ। के अर्थमा? उहाँको लागि सफलताको परिभाषा नै समयसँगै बदलिन थाल्छ। सिङ्गापुर, मलेसिया, मुक्तिनाथ जस्ता ठाउँहरूको यात्राले उहाँलाई सफलता केवल भौतिक उपलब्धि वा पदमा होइन भन्ने बोध गराउँछ। अनि यही सोचले उहाँलाई 41 वर्षको उमेरमा फेरि विज्ञानमा +2 पढ्न प्रेरित गर्यो। हो, जुन धेरैले अव्यावहारिक निर्णय पनि भन्न सक्छन्। जागिर छ, परिवार छ, प्रतिष्ठा छ, अब किन पढ्नु पर्यो? के यो केवल व्यक्तिगत सन्तुष्टिको लागि थियो? मलाई लाग्छ यो बाहिरी योजना भन्दा पनि भित्री खोज थियो। उहाँले के बुझ्नुभयो भने सफलता भनेको कुनै अन्तिम गन्तव्य होइन। यो त निरन्तर सिकाइको प्रक्रिया हो। हो, उहाँको त्यो भनाइ यहाँ निकै सान्दर्भिक छ। संसारमा केही नजानेको र सबै जानेको कोही हुँदैन। कति नम्रता छ यो वाक्यमा। यो निर्णयले प्रमाणित गर्छ कि उहाँको लागि सफलता भनेको आन्तरिक शान्ति र आत्मविकास रहेछ, बाहिरी सम्मान होइन।
र उहाँको लेखको सबैभन्दा भावनात्मक र सायद सबैभन्दा पीडादायी पक्ष त स्वर्गीय आमाको सम्झना हो। यो निकै हृदय विदारक छ। उहाँले आज त्यो सबै सुख र स्थायित्व हासिल गर्नुभएको छ जुन उहाँकी आमाले सधैँ सपनामा देख्नुहुन्थ्यो। तर त्यो हेर्नका लागि आज आमा नै हुनुहुन्न। हो, यो उहाँको कथाको भावनात्मक केन्द्रबिन्दु हो। उहाँ स्पष्ट रूपमा भन्नुहुन्छ कि आमाको अनुपस्थितिका कारण उहाँले कहिल्यै मन खोलेर जन्मदिन मनाउन सक्नुभएको छैन। त्यो विरोधाभास निकै मार्मिक छ। जब आमा जीवित हुनुहुन्थ्यो मसँग दुःख मात्र थियो, आज जब सुख छ आमा हुनुहुन्न। यसले सफलताको सबैभन्दा ठूलो पीडालाई उजागर गर्छ। जब तपाईसँग सबै कुरा हुन्छ तर त्यो खुसी बाँड्ने सबैभन्दा महत्त्वपूर्ण व्यक्ति नै हुँदैन। अनि आमाले दिनुभएको अन्तिम वचनहरू, बुवाको हेरचाह गर्नु, दाइलाई सम्मान गर्नुलाई उहाँले आफ्नो जीवनको कर्तव्य बनाउनु भएको छ। यसले देखाउँछ कि आमा भौतिक रूपमा साथमा नभए पनि उहाँको प्रभाव र मूल्य मान्यताले अझै पनि उहाँको जीवनलाई मार्गदर्शन गरिरहेको छ। बिल्कुल, यो सम्बन्धको शक्ति हो। भौतिक शरीर नरहे पनि प्रेम र सम्झनाहरूले मानिसलाई बाँच्ने र असल बन्ने प्रेरणा दिइरहन्छ। आज हामीले प्रवीण कुमार चन्दको जीवनलाई उनकै शब्दहरू मार्फत एउटा लामो यात्रा गर्यौं। रोल्पाको त्यो स्याउलाको छाप्रोदेखि व्यावसायिक सम्मानसम्म, बुवाको अटुट साथदेखि आमाको कहिल्यै नभुल्ने मार्मिक सम्झनासम्म। भन्नुको मतलब यो सबै कथाको चुरोकुरो के देखिन्छ भने जीवनको अर्थ सङ्घर्षमा निर्माण हुँदो रहेछ। सम्बन्धले त्यसलाई परिभाषित गर्दो रहेछ। र अन्त्यमा वास्तविक सन्तुष्टि बाहिरी उपलब्धि र आन्तरिक शान्तिको सन्तुलनमा पाइदो रहेछ। हो, उहाँको यात्रा जुझारूपन अर्थात् रेजिलियन्सको एक जीवन्त प्रमाण हो। यी लेखहरू जति नै व्यक्तिगत भए पनि यसले हामी सबैले अनुभव गर्ने विश्वव्यापी विषयवस्तुहरूलाई छुन्छ। अभाव, प्रेम, गुमाउनुको पीडा र निरन्तर अघि बढ्ने साहस। लेखकले आफ्नो 41औं जन्मदिनको लेखको अन्त्यमा भन्नुभएको छ कि उहाँ हरेक पलको कदर गर्दै भविष्यको यात्राका लागि तयार हुनुहुन्छ। र अन्त्यमा उहाँले आमालाई सम्झँदै भनेको एउटा कुराले साँच्चै सोच्न बाध्य बनाउँछ। त्यो अर्को जन्मको कुरा। उहाँ भन्नुहुन्छ, यदि साँच्चीकै अर्को जन्म हुन्छ भने अर्को जन्ममा पुनः हजुरकै छोरा भएर जन्म लिई सेवा गर्ने अवसर प्राप्त होस्। हो, र यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ। हामीभन्दा अघिल्लो पुस्ताले गरेको त्याग र दिएको मायालाई सम्मान गर्न हामीले अर्को जन्म नै किन कुर्नुपर्छ? हामीले यही जीवनमा आजै व्यावहारिक